हेडर गरेर हामी गरेको छौं भइहाल्यो नि। त्यस्तै फुटरको काम के भइहाल्यो कि त्यो पेजमा फुटमा जे चाहियो भने यो अब तलतिरको खुल्छ यसरी र तलतिर जे गर्दिन्छु त्यो सबै पेजमा भइहाल्छ नि। त्यस्तै त्यहाँनिर छ पेज नम्बर राख्नलाई। अब पेज नम्बरको काम भइहाल्यो। अब सबमा पेज नर्मल राख्नु छ कि डिजाइन वाला चाहियो त नर्मल चाहियो भने नर्मल चुज गर्ने हो। पेजको अब टपमा चाहियो कि बटनमा चाहियो त्यो चुज गरिलिने हो। यसरी मानिनु कुनै नर्मल एउटा प्लेन वाला क्लिक गरिदिए भने त्यो प्लेन देखाउँछ 1 नम्बर 2 नम्बर जतिवटा पेज छ त्यतिवटा नम्बर आइहाल्छ। तर हामीले डिजाइन वाला चाहियो भने यसै मध्येबाट कुनै एउटा डिजाइन चुज गरिलिने। यहाँनिर कुनै एउटा डिजाइन हामी चुज गरिलिन्छौं। जसरी बटनमै गएर यहाँ तल तल जान्छु भने धेरै किसिमको डिजाइनहरु देखाउँछ। सपोज यहाँनिर यो आयो डिजाइन यो चुज गरिलियो भने यो डिजाइनमा आइहाल्यो। ठीक छ। तर अब यो यस्तो डिजाइन आयो भने यसलाई क्लिक गर्छु भने यो पनि त एउटा आकारै हो नि शेपै हो नि। त शेपको लागि जति काम गरिरहेको थिए त्यो सब काम यसको लागि पनि गर्न सकिन्छ। अब यहाँ फर्मेटमा जान्छु यसलाई कलर गर्नु छ भने कलर गर्न सकिन्छ, डिजाइन गर्नु छ भने डिजाइन गर्न सकिन्छ, जे गर्नु छ त्यो सब गर्न सकिन्छ। भइरहेछ नि। अब यसको भित्रको कलर गर्नु पर्यो भने भित्रको पनि कलर तपाई गर्न सक्नुहुन्छ। जस्तो कलर गर्नु छ त्यस्तो बनाउन सक्नुहुन्छ। भइहाल्छ। यदि लेखेको कुरा कलर गर्नु पर्यो भने के गर्नुपर्छ त सिलेक्ट गरेर हामीले होमबाट नि त्यो लेखेको कुराहरु त यहाँबाट कलर हुन्छ नि। बोल्ड गर्नु छ भने बोल्ड गर्न सकिन्छ। तर अब यसमा थप्न पनि सक्छौं हामी पेज नम्बरहरु। तर ध्यान दिनुपर्छ कि जुन लेखेको कुरा आइरहेछ नि पेज नम्बर त्यो हट्नु पर्दैन। यदि त्यो हटाएर फेरि त्यहाँनिर अर्को कुनै कुरा लेख्दिन्छु भने सबै पेजमा त्यही भइहाल्छ। तर त्यसलाई केही नगरिकन त्यसको अगाडि पछाडी हामी जे पनि लेख्न सक्छौं त्यो सबै पेजमा देखाउँछ। र पेज नम्बर त चेन्ज भइसकेको छ नि त्यही भएर त्यसलाई मिटाउनु छैन, टच गर्नु छैन। यहाँ लेख्दिन्छु पेज तर त्यो